हेलो साथीहरू, नमस्कार। पहिरोबाट तर्सिएपछि हामीले बाँसको घर अलि सुरक्षित हुने घर बनाएको छौँ। सो त्यो बाँसको घर बनाएको तपाईँलाई भिडियो सेयर गर्दैछु र असार साउन लागेपछि त्यो ठाउँमा गएर सुत्नु पर्ला। अहिले जेसम्म चाहिँ ठिकै छ मौसम। पहिरोले गर्दा हामीले यतामाथि घर अस्थायी बाँसको घर बनाएका छौँ। सो असार साउनमा चाहिँ यहाँ बस्नु पर्ला। ल, बाँसको बार यसलाई ल्याउन दिने प्लान छ। सो यता एट्याच टोइलेट बाथरुम हेर्नुहोस् है, यस्तो तरिकाले बनिएको छ। यहाँ सावर राखिन्छ, यहाँ नुहाउने ठाउँ, टोइलेट यो साइडमा। ल, यो चाहिँ छाउनलाई भाटा फुटाइयो। हेर्नुहोस् त, यो चाहिँ ठुलो कोठा छ। भित्र बल्छ ननिभ्ने रात, तर फेरि एक दिन घाम उदाउनेछ, भग्न मनमा साहस पलाउनेछ, आँसु पुछ्दै हामी सुकुम्बासी बनाएर गयौ। बाढी पहिरो आएर कता जाने के गर्ने लापता बनाएर, न त छ गरी खानन् ठाउँ न केही नै छ, बेहाल बनाई सधैँको लागि रुवायौँ हामीलाई। खुल्ला आकाश निलो ल, हामीले डाँडा बाटो लगाइसक्यौँ। अब टिन चेप्न मात्र बाँकी छैन मेरो आफ्नो भन्ने जग्गा जमिन, आशा र भरोसामा यसरी लाएर नि यसो गर्नुपर्छ हेर्नुहोस् है। यसो गर्ने, यसो गरेर यस्तो कस्दाखेरि सिक्क चाहिँ घोच्ने सम्भावना भएन, नभएपछि ठ्याक्कै बस्यो। ल त साथीहरू, यो चाहिँ सिकुवा बारदली अथवा के भन्छ, यो साइडमा किचन पनि हुने। ल, आजबाट लिपोत पनि हुन थालेछ है। सर लिपेको हेर्नुहोस् त। ल त साथीहरू, आजको काम यति नै। भिडियो लामो हुने हुनाले नेक्स्ट पार्टमा यहाँलाई सेयर गर्नेछु। भिडियो बेम्बो हाउस कम्प्लिट गरेर तपाईँहरूलाई सेयर गर्नेछु। आजको भिडियो यति नै। हस्त, यहाँको जय होस्।